खोल्नु हुँदैन। खोलिसकेका आश्रमलाई पनि व्यवस्थित गरेर लैजानुपर्छ। अब जति पनि आफ्नो आमा बुवा आफ्नो घरमा भएको वृद्ध आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई घरमै माया दिएर राख्नुपर्छ। हजुरहरू ठुलो भएपछि आफ्नो आमा बुवाहरूलाई हेर्नुहुन्छ कि वृद्ध आश्रममा लगेर राख्नुहुन्छ? हामी सबैले आफ्नो आमा बुवाहरूलाई आफ्नो घर परिवारको आफन्तलाई माया दिएर उहाँहरू त पहिला त उहाँहरू राम्रो हुनुहुन्थ्यो, पछि वृद्ध हुनुभयो, उहाँहरू शरीरमै दिशा पिसाब गर्न थाल्नुभयो, त्यसपछि तपाईँहरूलाई घिन लाग्यो। त्यसपछि मान्छेहरू के गर्छ? आफ्नो आफ्नो अफिस जाने टाइम हुन्छ, आफ्नो हरेक काम हुन्छ, म उहाँलाई हेर्न सक्दैन भनेर आफ्नो आमा बुवाहरूलाई वृद्धाश्रममा लगेर राखिदिन्छ, हो कि होइन? अनि तपाईँहरू के गर्नुहुन्छ पछि ठुलो भएपछि भन्नु त? आफ्नो आमा बुवालाई घरमै राख्नुहुन्छ नि, घरमै राख्नुहुन्छ होइन? अनि हामी सबैले आफ्नो आमा बुवाहरूलाई घरमै माया दिएर राख्यौँ भने त्यस्तो वृद्धाश्रम त खोल्नु पर्दैन होला नि त, है? त्यसैले हामी सबैले पनि आफ्नो आमा बुवा हो, त्यसैले अब हामी यस्ता आश्रमहरू के गर्नुपर्छ? बन्द गर्नुपर्छ। सबैले यस्ता आश्रमहरू खोल्नु हुँदैन, यस्ता आश्रमहरू खोल्नु हुँदैन। त्यसैले